धेरैले भन्छन् उमेर ढल्केपछि मानिस निष्क्रिय हुन्छ र विश्राम चाहन्छ। तर हामीलाई लाग्छ पाको उमेर परिपक्व सिर्जना गर्ने एउटा स्वर्णिम समय हो। आज नेपालका ज्येष्ठ नागरिकहरू प्राय एक्लोपन, स्वास्थ्य समस्या र जीवनको उत्तरार्धमा उद्देश्य हराउने जस्ता अदृश्य सङ्कटसँग जुधिरहेका छन्। तर हामीले हार मानेका छैनौँ। बरु स्थापित सोचलाई चुनौती दिने अभियान सुरु गरेका छौँ। अरू कोही आएर हाम्रो समस्या समाधान गरिदेला भनेर पर्खेर बसेनौँ। सामूहिक सपनाको जग बसाल्न म आफैले नेतृत्व लिएँ र सबलधाम बनाउन नहुँदा सेवाको नाममा आफ्नै 4 रोपनी जग्गा दान गरेँ। जग्गा प्राप्ति केवल सुरुवात थियो। हाम्रो सामुन्ने 2टा जटिल इन्जिनियरिङ चुनौतीहरू थिए। एउटा इँटा र सिमेन्टको भौतिक संरचना खडा गर्नु र अर्को हाम्रो भावनालाई बुझेर सबलधामको भिडियो प्रोफाइल बनाउनु। हाम्रै कुशल इन्जिनियरले दुवै निर्माणको गुरु योजना तयार पारे। भौतिक भवन ठडिँदै गर्दा समाजको सोच बदल्ने डिजिटल इन्जिनियरिङको मोर्चा खोल्यो। यसको व्यवस्थापन मैले आफै सम्हालेँ। जसरी भवनका पिलरहरू ठडिँदै थिए त्यसरी नै हामी भिडियो प्रोफाइल सम्पादनमा कथाका खम्बाहरू जोड्दै थियौँ। लडाइँ सजिलो थिएन। हातहरू स्थिर राखेर क्यामेरा थाम्नु र आँखाले आइमुभीको स्क्रिनमा घन्टौँ टोलाउनु हाम्रो लागि ठुलो चुनौती थियो। साना अक्षर र लुकेका स्क्रोल बारका बीच मिडिया फाइलहरू खोज्न र ट्र्याक प्याडले तानेर क्लिपहरू सही ठाउँमा राख्न अलमल हुन्थ्यो। छुट्टा छुट्टै तहमा कतिखेर देखिने के, सुनिने के, बुझ्न, खोज्न र मिलाउन निकै कठिन थियो। तर हरेक पटक औँलाहरू किबोर्डमा अड्किँदा वा फ्रेम बिग्रिँदा इन्जिनियरको प्राविधिक रेखदेख र मेरो व्यवस्थापकीय ढाडसले टोलीमा ऊर्जा बढ्थ्यो। जसरी यो भिडियोमा देखिन्छ त्यही मेहनतले सबलधामको प्रोफाइल भिडियो तयार भयो। हामीले बतासे डाँडा यसकारण रोजेका थियौँ कि हाम्रो सबलधाम प्रकृतिको काखमा भएर पनि सहर र समुदायबाट टाढा हुने छैन। यो सुन्दर त्रिजिल्ला डाँडा महालक्ष्मी नगरपालिकाको लामाटार बस स्टपबाट 7 किलोमिटर, सूर्यविनायक नगरपालिकाको मुख्य बस स्टपबाट 9 किलोमिटर र पनौती नगरपालिकाको रयाले बस स्टपबाट 4 किलोमिटर भित्र पर्छ। यो भिडियो बनाएर र सम्पादन गरेर हामी हाम्रो कथा तपाईलाई आफै सुनाउँदैछौँ। त्यसैले यो एउटा श्रव्य दृश्य सामग्री मात्र होइन, उद्देश्यविहीन बुढ्यौली माथिको विजय र असीमित सम्भावनाको जीवन्त खोजी हो। ज्येष्ठ नागरिक सबलधाम आवास, हेरचाह र सक्रिय सहभागिताको यस्तो नमुना बन्दैछ ताकि देशभरि यस्तै गर्न सकियोस्। हाम्रा पाका हातहरूले एउटा नयाँ इतिहास लेखिसकेका छन्। अब पालो तपाईँको। आउनुहोस्, हामीसँग हात मिलाउनुहोस्, साथ दिनुहोस्।